धन्यवाद सर। आजको यस बेस्ट विशेष प्रोग्राम फर एससी स्टुडेन्टको प्रोग्रामका सर्वप्रति विशिष्ट अतिथि प्रमुख अतिथि र यहाँ उपस्थित हुनुभएका मेरा आदरणीय गुरुबुबा गुरुआमाहरू र मेरा प्यारा भाइ बहिनीहरू र मसँगै पढ्ने मेरा प्यारा अत्यन्तै प्यारा मेरा साथीभाइहरू, आजको यो प्रोग्राममा मैले सबैको तर्फबाट केही भनाइराख्दा आफैले आफैलाई गर्व पनि गरिरहेको छु। मैले यही विद्यालयमै सानैदेखि क र ख लेख्न सिकेँ, एबिसिडी यहीँ सिकेँ। अहिले म 10 कक्षाको यासी इक्जाम दिन काबिल भएको छु। मलाई सानैदेखि मेरा गुरुबुबा गुरुआमाले यति धेरै ज्ञानको समुद्र त भन्दिनँ, खोलासम्म चाहिँ पुर्याइदिनु भएको। अझै समुद्र पुग्न त अझै बाँकी छ, तर म खोलासम्म चाहिँ पुगेको छु। उहाँहरूले दिनुभएको सिपले अवश्य पनि हामी पौडी खेल्ने सिप चाहिँ एउटा सिकेको छौँ र जति तरङ्ग उत्पन्न भए पनि जति चुनौती आए पनि अवश्य पनि यो सिपले हामी समुद्र त अवश्य पुग्नेछौँ भन्ने मलाई लाग्दछ। हामीले र हामी अहिले सायद 3-4 दिन बाँकी छ यासीको जुन इक्जाम दिन छ। हाम्रो यो एउटा खुड्किलो मात्र हो, एउटा पहिलो खुड्किलो हो। जीवनमा ठुलो सङ्घर्ष गर्न छ, ठुलो भोग्न छ, तर यही यसी अब हामीले दिनुपर्छ। राम्रैसी पढेर मिहिनेतका साथ दिने हो। मिहिनेत आफूले गरेर कहिल्यै छोड्नु हुँदैन। मिहिनेतका साथ परीक्षा राम्रो चाहिँ दिनुपर्छ। तर भाग्यवश परीक्षाको परिणाममा धेरै कुराको पनि फ्याक्टरहरू हुन्छ जसले हाम्रो परिणामलाई इफेक्ट गर्छ। कापी जात्ने मान्छे अर्कै हो, क्वेसन कस्तो आउँछ भन्ने कुरामा पनि भर पर्छ। यदि त्यो नराम्रो हुँदैमा हामीले आफूलाई हतोत्साही भएर हामीले जीवनको अगाडि बढ्ने कुरालाई हतोत्साही हुनुहुँदैन। त्यसबाट केही कुरा सिकेर हामीले अगाडि बढ्नुपर्छ। किन भन्दाखेरि 11-12 व्याध लेभल गर्नै छ, त्यो एउटा सर्टिफिकेटले मात्र हाम्रो भविष्य निर्धारण गर्दैन। तर यो भन्नेमा यासी केही पनि होइन चाहिँ मैले भन्न खोजेको होइन। आफ्नो मिहिनेत चाहिँ आफूले सकेसम्मको गर्ने हो। हुँदै भएन भने चाहिँ केही पनि कसैको केही लाग्दैन। तर मिहिनेत गर्न जिन्दगीमा कहिले छोड्नु हुँदैन। क्यापेबल मान्छे काहीँ एनी मिन्स काहीँ कतै गएर सेलेक्ट अवश्य हुन्छ। आफ्नो जुन कुराको एउटा फ्याक्टर छ त्यो चाहिँ आफूले आफ्नो जुन एउटा स्ट्रङ पोइन्ट छ त्यसलाई चाहिँ आफैलाई पहिचान गरेर अगाडि बढ्नुपर्छ। सो त्यही भएर सबै साथीभाइहरूमा मेरो अत्यन्तै कहिलेकाहीँ आफ्नो साथीभाइसँग आफ्नो आचरण अथवा आफ्नो स्वभावले कोहीसँग बढी रिसाइयो होला। आफ्नो त्यो आचरण मलाई धेरैले सोध्थे, क्वेसनहरू पनि सोध्थे। तर मैले आफ्नो मुड अनुसार सायद कहिलेकाहीँ मैले नाइ भने होला सिकाउन। यसको मतलब मैले आफ्नो भाउ चाहिँ खाएको होइन। मैले सकेसम्म आफूलाई सिकाउन मलाई मन लाग्थ्यो, मैले सिकाउँदै पनि। कहिलेकाहीँ कोही टिचरसँग पनि केही नराम्रो भयो होला, कोही विद्यार्थी भाइहरूसँग केही नराम्रो भएमा म क्षमा पनि माग्दछु। र आउनको परीक्षामा राम्रो गरेर स्कुलको जुन नाम छ सबैमा फैलाउनेछु भन्ने र आफैलाई पनि र सबैलाई शुभकामना दिँदै केही पनि हुँदैन। कहिलेकाहीँ राम्रो चाहिँ गर्नुपर्छ, मिहिनेत गर्नु होला। यति मात्र जीवनको ऊ होइन, यो मात्र एउटा खुड्किलो मात्र हो र राम्रो गरेर गर्नु होला। सबैलाई आफ्नो शुभकामना दिँदै मलाई यहाँसम्म पुर्याइदिनु मेरा सानोदेखिका माथिसम्मका जम्मै शिक्षक शिक्षिकाहरूलाई धन्यवाद दिँदै म यहाँबाट बिदा हुन्छु। हस्त धन्यवाद, नमस्कार। धन्यवाद सबैमा। यहाँ माया आज यस विशेष कार्यक्रम बेस्ट विशेष प्रोग्राम फर एससी स्टुडेन्टमा आफूले यहाँ कुनै भनाइ राख्न पाउँदा आफूलाई एकदमै धेरै सम्मानित ठानिरहेको छु। आजको यो क्षण खुसीको मात्र नभई सबैको भावनाले भरिपूर्ण भएको क्षण पनि हो। यहाँ हामी विद्यालयमा बिताएका धेरै पलहरू मेरो जीवनको सबैभन्दा राम्रो पलहरूमध्ये एक हो। यहाँ हामीलाई सिकाउनु भएको शिक्षकहरूले ज्ञान, साथीहरूको अमूल्य साथ र एकदम भरिपूर्ण ज्ञानहरूले हामीलाई जीवनको अघिल्लोतर्फ हिँड्नलाई पनि मद्दत गर्छ भन्ने म आशा गरिरहेको छु। यहाँ अब हामी कोही कता लाग्छौँ, कोही अब अवसरको खोजीमा हुन्छौँ। हामी जहाँ गए पनि हामीले सफलता हासिल गर्छौँ भन्ने मेरो आश छ। हाम्रो
ज्ञानले हामीले ज्ञान मात्र नसिकेर पनि हामीले मित्रता अनुशासन र जीवन जिउने कला पनि सिक्न पायौँ। अहिलेको यो अन्त्यमा आएर म के भन्न चाहन्छु भने हामीले जे जस्तो गरे पनि हामीले जहाँ गए पनि हामीले एउटा आफ्नो पहिचान कायम गर्न सक्छौँ र हामीले हाम्रो शिक्षकहरूको शिर चाहिँ हामीले माथि उठाउन सक्छौँ होला। धन्यवाद। आजको यो विशेष कार्यक्रममा उपस्थित आदरणीय प्रधानाध्यापकज्यू, शिक्षक तथा शिक्षिकाहरू र मेरा प्रिय साथीहरू, आजको यो दिन हामी सबैको लागि भावनात्मक क्षण हो। कक्षा 10 को यो यात्रा यादगार मात्र होइन, हाम्रो जीवनको आधारशिलता पनि हो। यहाँ बिताएका वर्षहरूमा हामीले ज्ञान, अनुशासन र जीवनका महत्त्वपूर्ण पाठहरू सिक्यौँ। कहिलेकाहीँ साथीहरूसँग झगडा पनि भयो होला, मनमुटाव पनि भयो होला, तर यसले हाम्रो सम्बन्धलाई अझ प्रगाढ र अझ गहिरो बनाएको छ। र म हामीलाई पढाउनु हुने सबै शिक्षकहरूलाई धन्यवाद दिन चाहन्छु, जसले हामीलाई अनुशासन, परिश्रम गर्न र मेहनत गर्न सिकाउनु भएको छ। आदरणीय शिक्षक तथा शिक्षिकाहरू, तपाईँहरूको यो मेहनत, सल्लाह र प्रेरणाका कारण आज हामी यो ठाउँमा उभिन सकिरहेका छौँ। तपाईँहरूको मार्गदर्शन बिना हामीले यो यात्रा तय गर्न सक्ने थिएनौँ। तपाईँकै आशीर्वाद र मेहनतको प्रतिफल स्वरूप हामी उज्जवल भविष्यको सपना देख्न सकिरहेका छौँ। र प्रिय साथीहरू, हामी सँगै हाँस्यौँ, खेल्यौँ, रमाइलो गऱ्यौँ र हामीले बिताएका यी क्षणहरू हाम्रा लागि निकै मूल्यवान हुनेछन् र हाम्रो मित्रता, सहकारी र सङ्घर्षले हामीलाई जीवनका हरेक मोड सँगै रहनेछ कि हामी एकअर्कासँग कति नजिक थियौँ। आज हामी आफ्नो लक्ष्य पुरा गर्न विभिन्न बाटोमा लाग्नेछौँ र तर हाम्रो सम्बन्ध सधैँ अटल नै रहनेछ। हामी अब नयाँ यात्रामा निस्किनेछौँ जहाँ अवसर र चुनौतीहरूले हामीलाई पर्खाइरहेको हुनेछ, तर हामीले सिकेका यी शिक्षा र यहाँ पाएको आत्मबलले हामीलाई हर कदममा सहारा दिइरहनेछ र विद्यालयबाट विदाई लिएर जाँदै गर्दा हामी सबैको जीवन सफल होस् भन्ने शुभेच्छा व्यक्त गर्दछु। धन्यवाद। सम्पूर्ण नमस्कार। यहाँ उपस्थित सम्पूर्ण अतिथिगण, मेरा प्यारा साथीहरू, मेरा प्यारा भाइ बहिनीहरूमा म आज केही मेरा छोटा कविताहरू बोकेर आएको छु। कविताको शीर्षक रहेको छ अन्तिम वर्ष। नर्सरीमा स्कुल आउँदा सँगै आँसु पुस्दै आयो, 13 वर्ष मिलिजुली सँगसँगै रमायो। कति बेला छुट्टी हुन्छ भन्दै घडी हेर्थ्यौँ, 4 बजेको घन्टी बजेपछि हामी रमाउँदै जान्थ्यौँ। हेर्दा हेर्दै कति छिटो बित्यो 13 वर्ष पनि, रमाइलो थियो स्कुले जीवन सकियो अब यो पनि। हेर्दा हेर्दै बच्चा बच्ची ठुलो भयो हामी, अब तिमी आफ्नो बाटो म आफ्नो बाटो अलग हुने भयो। हामी राम्रो काम गर्दै पाउँथ्यौँ होला ताली, नराम्रो गर्दा गाली। हजुरहरूले सिकाएको बाटोमा हिँड्ने अब हाम्रो पाली। आँखा खोलिदिनु भयो हजुरहरूले हाम्रो शिक्षक बनेर, सम्झने छु हजुरलाई सधैँ भगवान मानेर। त्यो बिहान 6 बजे ड्रेसमा आएर पढ्ने दिन सायद अब आउँदैन। त्यो कक्षा कोठामा बसेर शिक्षकलाई हल्ला गरेर पढाउन नदिने दिन सायद अब आउँदैन। स्कुल ढिलो आउँदा रोक्ने हाम्रो बाधारी सर, स्कुल ढिलो आउँदा रोक्ने हाम्रो बाधारी सर। खुसी हुँदा बच्चा बच्ची, रिसा आउँदा काम छैन भने गाली गर्ने हाम्रो सर भन्ने हाम्रो प्यारी दुर्गा मामा। जति हल्ला गर्दा पनि नकुटेर सम्झाउने हाम्रो नवीन सर, जति हल्ला गरेर बुझ्दा पनि हल्ला गर्ने हाम्रो नवीन सर। अल्छी गर्दा पढ्नु पर्दैन, हल्ला गरेर बस्यो भन्दै अब पढ्नुपर्छ भन्ने हाम्रो कमल सर। आँसी त हो तिमीहरू नरुवाऊ भन्ने हौसला दिने हाम्रो सन्तोष सर। म्याथ सब्जेक्ट भए पनि रमाइलो गरी समयको पत्तै नपाई पढाउने हाम्रो अनिल किरण सर। रमाइलोमा सँगसँगै रमाइलो गर्ने र मोटिभेसन दिने हाम्रो रमेश सर। हामीलाई नपढाउने भयो भने माया गरेर पढ्नुपर्छ भन्दै माया गर्ने हाम्रो शुभराममा। कसरी पढ्दा हुँदा फेरि पढाउने, कुट्दै खुट्टा पढाउँदा फेरि हाँसी कुट्ने, हाँसी पढाउने, पिट्दा फेरि हाँसी पिट्ने हाम्रो विवास सर।
कसरी बिर्स्यौँ त्यो तपाईँहरूलाई दिएको माया हामी बिच जान अनजानमा केही गल्ती भयो होला कुनै बेला फर्कियो होला हामीलाई यस्तो गल्ती गर्नु हुँदैन थियो तर बिन्ती छ त्यो गल्तीले बिर्सिएर माफ गरिदिनु होला यो विद्यालयको माया र साथ र सहयोग म मेरो शब्दमा बयान गर्न सकिन्छ।